उम्मेदेछु छोइरहेछ भनेर निरन्तरले भावित गर्दै जाने उम्मेदेछु छोइरहेछ विभिन्न अवस्थामा उभिएको भनेर भावित गर्दाखेरि मनले एकचोटि सरक्क आफू उभिएकोलाई पनि सम्झन सक्नुहुन्छ र मनलाई छातीतिर मन परेर छाती रक्क फुलेको ढिक्क भइराखेकोलाई भावित गर्न सक्छौँ, सम्झन सक्छौँ, त्यसलाई थाहा पाउन सक्छौँ र मनलाई खुट्टामा मन पराएर छोइरहेछ। यसरी उम्मेदेछु छोइरहेछ, उम्मेदेछु छोइरहेछ। स्ट्यान्डिङ टचिङ, स्ट्यान्डिङ टचिङ, स्ट्यान्डिङ टचिङ उम्मेदेछु छोइरहेछ, उम्मेदेछु छोइरहेछ। डनाचना थियाचना, डनाचना가 자기벨레 대벨레 만약다 제 छातीपाखे खो साकेपाखे छया अनुजाचंग 제 छाती क्वाक्कबयाचंगबटे खौसे चनाचंगबटे टक्क फुलेजाचंग उकेदा सिगाचनेगो थियाचनेबले टुडे कसेजुगो टुडे प्रेस लगेजाचंग अन्चो अनौजुगो उकेदा सिगाचनेगो दानाचना थियाचना एउटा स्याका हुन्छ मुलुले चाहिँ त्यहाँ चनेले बिदाखेरि कुनै बेला एउटा खुट्टा अर्को खुट्टा मन पराएर छोइरहेछ, छोइरहेछ। दायाँ खुट्टामा मन पराएर छोइरहेछ, त्यस पछाडि बायाँ खुट्टामा मन पराएर छोइरहेछ। यसरी दायाँ खुट्टा बायाँ खुट्टामा मन परेर पनि छोइरहेछ, छोइरहेछ। र हामीले उम्मेदेछु छोइरहेछ धेरै प्रकारले हामीले भावित गर्ने सकिने अवस्था रहेको छ। खुट्टा कसेको छ भने नि खुट्टा नचलेकन खुट्टा नचलेकन हात नचलेकन त्यसमा खुट्टा कसिएको छ भने कसिरहेछ। कुनै बेला खुट्टा काठ जस्तै कडा भएर हुनसक्छ, कडा भइरहेछ जस्तो जस्तो अनुभव हुन्छ त्यसलाई त्यस्तै गरेर भावित गरिरहने। कुनै बेला रिङ्गटा लागे जस्तो हुनसक्छ, रिङ्गटा लागे जस्तो हुँदाखेरि त्यसलाई पनि अलिकति कोसिस गऱ्यो भने चक्कर लागे जस्तो हुनसक्छ। आफ्नो आँखा अगाडि कालो, आफ्नो आँखा अगाडि सेतो जस्तो भएर पनि आफू उभिराखेको होस राख्न नसके जस्तो हुन्छ। त्यति बेला जुन उभिराखेको थाहा पाएकोलाई थाहा पाइरहेछ भनेर त्यसलाई पनि उम्मेदेछु छोइरहेछ भनेर निर्णयले भावित गरिरहनुहोस्।